हेलो, आज म चामाचोल जाँदैछु। बालाजुदेखिबाट हिँडेर बाइसधारा आउँदै माछापोखरी आउँदै माथि आर्मी ब्यारेकबाट माथि जङ्गलको बाटो जाँदैछु। हामी 3 जना छौँ। बाटोमा धेरै मान्छेहरू पनि छ। आज मेला थियो घुमेको। अनि जुस पनि पिउँदै हिँडिरहेछ हामी। तर रमाइलो छ, पानी स्वच्छ भएर होला, तर रमाइलो लागिरहेछ। धेरै नै हिँड्नुपर्छ। अनि हामी आधा बाटो पुग्यौँ। आधा बाटो पुग्दाखेरि ठुलो चौर छ, धेरै नै रमाइलो ठाउँ रहेछ। चौर ठुलो छ, त्यहाँ फ्रुट त्यहाँ रमाइलो गरेर एकछिन बसेर त्यसपछि हामी फेरि चामाचोलको उकालो लाग्यो। धेरै नै उकालो, ठाडो नै उकालो छ, तर धेरै नै रमाइलो छ। त्यही भएर त्यस्तो हिँडेको जस्तो फिल हुँदैन। प्राइभेट गाडीमा जाँदा मिल्दो रहेछ, बाइकमा र हामीलाई चामाचोल धेरै रमाइलो लाग्यो मलाई त। फाइनली हामी चामाचोल आइपुग्यो। मैले देखेँ माथि टाढा, खुसी लाग्यो एकदमै। पहिला नै साथीले त जाउँ भनिरहेको, नआइकन बसेको, तर आज बल्ल टाइम थियो। गाडीमा बाइकमा आयो भने चाहिँ यहाँ आइपुग्दो रहेछ। बाटोमा पनि मान्छे त्यत्तिकै साथी पनि भयो। अनि मन्दिरमा दर्शन गरेर ढुक्पति लगेको थियो, त्यो दृश्यहरू त्यसपछि मन्दिरको थोरै तल चिसो हावा आउने ठाउँ रहेछ। सबैजनाले भिडियो खिचिरहेको थियो, थकाइ मारिरहेको थियो। हामी पनि त्यही गयौँ। उकालो भन्दा ओह्रालो धेरै गाह्रो। त्यसपछि हामी बाइसधाराको दर्शन गर्न आयौँ।